मा यो लोकल पाठाहरू भइरहेछ। तपाईहरु अब इटरी आसपास अथवा इटरी नगरपालिका हुन्छ भने चाहिँ सुँगुर भनेको यस्तो हुन्छ हैन। यो चाहिँ अलि अल्छे पारेकै छ, खाएर सुतिहाल्छ। यो एउटा चाहिँ हल्का जोस खाइरहेको हुन्छ हैन। यस्तो राम्रो पाठा छ। आज ब्याग चाहिँ यो छ, दुईटा एउटा माने 9वटा पाठा बच्चाको जन्माएको छ। हेर्नुस्, तपाईहरुलाई चाहिन्छ भने मेरो कमेन्ट बक्समा आफ्नो सम्पर्क राख्नु होला, ठेगाना दिनु होला। हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। एकपल्ट फेरि मैले यो फर्मको बारेमा थोरै भिडियो क्लिप राख्न मन लाग्यो, जसले गर्दाखेरि केही जानकारी होस् सबैको निम्ति भनेर पनि हो। दर्शकबिन, यदि तपाईहरुलाई चाहिएको खण्डमा यो लोकल पाठाहरू भइरहेछ, तपाईहरु अब इटरी आसपास अथवा इटरी नगरपालिका हुन्छ भने चाहिँ आफ्नो सम्पर्क कमेन्ट बक्स गर्न सक्नुहुन्छ। कि तपाईले यो चाहिँ त्यसै हाम्रो माउ पनि र बच्चा त्यो बाउ पनि लोकलै प्योर लोकल यसमा मिसाउ छैन। यता पनि छ त्यसरी हामीले गरिरहेछ। र यहाँ पर भएको चाहिँ त्यो सानो आज रात जन्मेको, अब त्यो पनि केही समय बढी जान्छ। यसरी मजाले चारो खान्छ। बेलुकी हामी त्यो ब्रोइलरको दाना र सुँगुरको दाना मिसाएर दिन्छौँ, किनभने ब्रोइलरको चाहिँ बढ्छ भन्ने हिसाबले हो। आज ब्याग चाहिँ यो छ, दुईटा एउटा माने 9वटा पाठा बच्चाको जन्माएको छ। हेर्नुस्, आज राति गजब छ। तपाईलाई चाहिन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ मेरो कमेन्ट बक्समा। साथी, यो चाहिँ आज राति ब्याग हो, एकदम खराब छ पाठाहरू। त्यस्तो खाइरहेछ। माउ पनि ठुलो छ। यो लोकल बुचा पनि लोकल हो र माउ पनि लोकल, प्योर लोकल हैन। त्यस्तै हेर्नुस् कस्तो गजब छ। यस्तो राम्रो पाठा छ है। यदि तपाईहरुलाई चाहिएको खण्डमा मेरो कमेन्ट बक्समा आफ्नो सम्पर्क राख्नु होला, तपाईहरु सम्पर्क गर्छु। यो चाहिँ अब इटरी तररा छेउ हैन। दर्शकबिन, यदि तपाईहरुलाई चाहिएको खण्डमा यो लोकल पाठाहरू भइरहेछ, तपाईहरु अब इटरी आसपास अथवा इटरी नगरपालिका हुन्छ भने चाहिँ आफ्नो सम्पर्क कमेन्ट बक्स गर्न सक्नुहुन्छ। कि तपाईले यो चाहिँ त्यसै हाम्रो माउ पनि र बच्चा त्यो बाउ पनि लोकलै प्योर लोकल यसमा मिसाउ। यो चाहिँ दुईटै भुनी पनि हो हैन। यो चाहिँ विशाल माउहरू पनि छ, हाइब्रिड प्रजातिको। यो चाहिँ बेच्ने गरी भएको लगभग छ, त्यति ठुलो छैन, त्यही पनि बेच्ने प्रोसेसमा हो। दुईटा बुझेको छ हो। ओट हैट आइज जा। यो चाहिँ खान बित्दै सुत्ने बानी गरेछ क्या, यसको चाहिँ ठिक छैन क्या। ल ओट ओट ओ, यो चाहिँ खाने बित्दै सुत्छ हैन। अलिक यो अल्छे पारेर कान्छा छ। यो ठुलो चाहिँ अलिक बेसमा बस्छ, ठुलै छ, ठिक्कको छ हैन। यसलाई दाना भुस पिठोहरू सबै कुरो मिसाएर दिने गरेछ। यो एउटा अल्छे पार्टी सुतिरहेछ, एउटा पार्टी चाहिँ खाइरहेछ हैन। यो चाहिँ ठुलो पनि छ, यो चाहिँ सानो पनि छ, र पनि बढ्दा चाहिँ ठिकै छ। सबै लोकल आयात नै हो सबै। यदि तपाईहरुले चाहिन्छ भने लोकलको पाठा मासुहरू या माउहरूको लागि चाहिँ यहाँ छ हैन। पाठाहरू बढिसकेको छ। यो चाहिँ अब त्यसैले हामीले दाना नै दिइरहेछौँ, दाना पानी हालिदिइरहेछौँ। यसरी मजाको छ है पाठाहरू, लोकल प्योर लोकल हो, लोकल प्रजातिको। यदि तपाईहरुलाई र इटरी आसपास कोही हुनुहुन्छ भने तपाईले यदि लोकल चाहिन्छ भने कमेन्ट बक्समा आफ्नो सम्पर्क राख्छु। म त भनिसकेको छु, यो अस्ति मेरो भिडियो छ, किनभने अब यो फर्म चाहिँ हामीले अलरेडी पहिले लिएको, अहिले बिस्तारै हामीले अपडेट गर्दैछौँ। र अब यदि लोकल प्रजातिको बुच्चा पाठाहरू चाहिन्छ भने सम्पर्क गर्नुहोस्। अब हाम्रो नेपाल चाहिँ एकदम परनिर्भर छ, जे पनि इनपुट हैन, इम्पोर्ट, तर एक्सपोर्ट चाहिँ एकदमै कम छ। यो नेपालको लिडरसिपमा ठुलो कमजोरी छ। अब आउटपुटको लागि प्रोसेस नहुँदाखेरि किसानलाई कुनै उसको पहल छैन नेपालको। तर अब बिस्तारै यो कुराहरू हुन आवश्यकता हुन्छ। अब सबैले यो कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ। तर अब नेपालमा अलिकति बजार सानै छ अहिले। अब सबैजनाले बङ्गुर खेती व्यवसायमा सबैको उत्साह बढेको छ, राम्रो त्यो हुनु पनि पर्छ। तर नेपालमा बजार सानै छ। अब यो जति नेपालमा भएको उत्पादित वस्तुहरूलाई चाहिँ
यदि बाहिर आउटपुट हुन सकेको भए खण्डमा चाहिँ एकदमै राम्रो हुन्थ्यो। नेपाल किसान मार पर्दैन थियो, अझ उत्साही हुन्थ्यो। तर त्यो कुराले हामी देखिरहेका छैनौँ। अब त्यो कुछ हुन आवश्यकता छ आउटपुटको लागि। किनभने दसबिन कर्णाली पुलमा आज व्यापकै मान्छे छ। अब यो नयाँ वर्ष होइन, यो तिहारको छेक मौसम